हेलो वेलकम ब्याक माई च्यानल। मेरो च्यानलमा सबैलाई स्वागत छ। आज म चाहिँ कोरेसम्म कोरेर मुलाको अचार बनाउन जाँदैछु। यहाँहरूले रेसिपी हेर्न सक्नुहुन्छ। हाई भनिरहेको छु मैले यहाँ फेरि। यहाँ चाहिँ मैले मुलालाई कार पारेर रेडी पारेकी छु। यो चाहिँ ठिक्कको धेरै मसिनो पनि छैन, धेरै ठुलो पनि छैन, ठिक्कको कोरेको छु मैले। यो चाहिँ आफ्नो इच्छाअनुसार बनाउन सकिन्छ यसलाई कोरेसम्म। यो चाहिँ मैले रेडी पारेको। अब चाहिँ म यहाँ नुन राख्दैछु पहिले, किनभने मुलामा धेरै मात्रामा पानी हुन्छ। सो धेरै पानी हुँदा नै अलि कस्तो कस्तो लाग्छ नि त अचार, तर खानु चाहिँ त्यसको पानी राम्रो नै हो। तर अलिकता चाहिँ यसको पानी फाल्यो भने अझै मिठो हुन्छ। त्यही भएर मैले फाल्नको लागि चाहिँ यहाँ नुन राखेर राम्रोसँग मिक्स गर्नुपर्छ। हामीले यसरी नुन राखेर एकछिन छोडिदियौँ भने यसमा रहेको पानीहरू लगभग निस्किन्छ। अझै निचोऱ्यो भने त अझै धेरै निस्किन्छ, त्यही पनि यत्तिकै पनि निस्किन्छ। अब मैले चाहिँ यसरी उता खाली राख्दैछु, किनभने अहिले छक्कै त्यहाँ चाहिँ पुरा पानी भरिन्छ क्या, यताबाट निस्केर पानी त्यहीँ बस्छ। अनि हामीलाई फाल्न चाहिँ सजिलो हुन्छ, तलतिर राख्नु पनि हुन्छ। त्यही भएर यहाँ चाहिँ मैले दुईवटा हरियो खुर्सानी, एउटा अनि थोरै टुक्रा कागती। यो चाहिँ अप्सनल हो, हजुरहरूले अब पिरो खानेले राख्न सक्छ, नत्र नखानेले नराखे पनि हुन्छ। किनभने मुला पनि हल्का अहिलेको चाहिँ अलिअलि पिरो पिरो टाइपको हुन्छ, हेर्न सक्नुहुन्छ पानी कस्तो मजाले निस्केको छ क्या। अब यो फाल्न पनि सजिलो भयो नि। तर मैले अब यो निचोर्यो भने अझै पानी हुन्छ, तर म निचोर्दिनँ, किनभने जति निस्क्यो त्यो मुलाको पानी चाहिँ राम्रै हो, हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ त्यसले पनि। यो चाहिँ कागती मैले निचोरेँ, जसले कागती अब आफूलाई कति अमिलो खानु मनपर्छ त्यही अनुसार। यो चाहिँ मैले कागती निचोरेँ। अब चाहिँ त्यसलाई जान्नु पऱ्यो। यहाँ चाहिँ मैले अलरेडी प्यानमा चलेको थिएँ, त्यसमा तेल पनि मैले थोरै नै राखेकी छु। खास धेरै तेल चाहिँ म राख्दिनँ, अलिकता राख्छु, त्यहाँ अलिक थोरै नै भएको रहेछ। यसरी चाहिँ तेल तताएर अब चाहिँ म राख्छु यसमा थोरै मेथी।